सन्दर्भमा अहिले हाम्रा हामी स्वर्गीय भाइ सूर्य पाण्डे जो चाहिँ लामो समयदेखि चाहिँ आफ्नो काम पेसा व्यवसायको रूपमा चाहिँ कोरियामा हुनुहुन्थ्यो र उहाँ कोरियाबाट आएर उहाँको चाहिँ एउटा दुःखद चाहिँ निधन भयो। यही सन्दर्भमा चाहिँ हामीले आज एउटा सानो 1 मिनट मौन धारण कार्यक्रम हामीले चाहिँ आयोजना गरेका छौँ र एउटा चाहिँ हामीले सानो फ्रेम यो श्रद्धाञ्जली हार्दिक श्रद्धाञ्जली लेखिएको एउटा फ्रेम हामीले बनाएका छौँ। त्यो हामी परिवारका सदस्यहरूलाई हस्तान्तरण गर्न गइरहेका छौँ र यसको म चाहिँ भूमिका यहाँ पढ्न गइरहेको छु। त्यसपछि हामी मौन धारण गर्नेछौँ। यो पढेर आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारे र टर्दैन त्यो इन्द्रै बिन्ती गरुन् झुके र पदमा त्यो बिन्ती सुन्दैन थियो। हार्दिक श्रद्धाञ्जली। जन्म 2050 6 महिना 27 गते, स्वर्गारोहण 2082 8 महिना 7 गते। स्वर्गीय सूर्य पाण्डे, लमजुङ जिल्ला बेसर यता पनि फर्काएर देखाइदिनुहोस् है। गैराथोक निवासी स्वर्गीय पिताम्बर पाण्डे र लक्ष्मी कुमारी पाण्डेका छोरा तथा अमृता ढकाल पाण्डेका श्रीमान र नाबालक आवास पाण्डेका पिता स्वर्गीय सूर्य पाण्डेको 32 वर्षकै अल्पायुमा भएको अकल्पनीय स्वर्गारोहणले हामी अत्यन्तै मर्माहत भएका छौँ। यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन, इष्टमित्र तथा बन्धु बान्धवहरूमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौँ। गैराथोक उद्गम सेवा समाज, काठमाडौँ 2081। अध्यक्ष विष्णु पाण्डे, सचिव जीवराज कमाली। र यसै सन्दर्भमा म चाहिँ यो हामी म यो चाहिँ आमालाई हस्तान्तरण गर्छु। त्योभन्दा आमा यता आउनुहोस् यता अनि त्यतै दिउँ त्यतै दिउँ त्यतै दिउँ त्यतै दिउँ। अब 1 मिनट एक मिनट मौन धारण गर्दै तिमीले समय देऊ। म यसै सन्दर्भमा सम्पूर्ण उपस्थित महानुभावहरूलाई 1 मिनट मौन धारण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यहाँहरूको समय सुरु भयो। हस्, धन्यवाद।